venue हो VG Banquet located at near Bus Park near Lotse Mall. यो चाहिँ पार्किङ एरिया एकदम ठुलो छ यो पार्किङ एरिया चाहिँ यहाँ चाहिँ जति नि अट्छ गाडी मोटरसाइकलहरु पार्किङ एरिया चाहिँ एकदम राम्रो छ यहाँ चाहिँ गुड मर्निङ ल आज हामी फेरि पनि आज कति गते हो 13 गते वैशाख 13 गते हामी फेरि पनि हाम्रो छोरीहरु पाउनलाई लास्ट इयरकै प्लेस हो यो VG Banquet यहाँ आएको छौं हाम्रो भेन्यू बार यो बार भयो भित्रको मेन हल हो यो भित्रको हल स्न्याक्सको लागि दुईवटा हल छ यहाँको एम्बियन्स चाहिँ एकदम राम्रो छ ओहो वाउ गुड मर्निङ एभ्रीवान ल म लेट भए चाहिँ हेलो मिया गुड मर्निङ दाइ नमस्ते ल गुड मर्निङ म लेट भएको हेलो हेलो कति छिटो भयो माउ नमस्ते ल हेलो दिदी ओहो कति राम्रो देखेको सबैजना हेलो हेलो म लेट भएछ के पर्फेक्ट ओहो मेरो बाबु नमस्ते नमस्ते ल कति राम्रो देखेछ है सबैजना ल ल खानु खानु अर्कोचोटि हिँडेर आउनु पर्छ ल हेलो मेरो कान्छी छोरी माइजू फर्स्ट भएको के आज तपाईँ हो ओहो सिट कभर पनि कस्तो हाम्रो ड्रेससँगै म्याचिङ भएछ के छोराछोरी यता हेर त मेरो मिया झन् किन होइन नाको जाडो हुँदैन गर्मी हुँदैन तिमीलाई ओहो के गरे हो जी गर
म मोना गौतम चेतन लगाई सम्पूर्ण पोमर्क्यु फ्यामिली म क्याप्टन दया गौतम र स्पेशली हाम्रो बारीको टिमहरूबाट धेरै धेरै स्वागत र अभिवादन छ। र एउटा रिक्वेस्ट के गर्न चाहन्छु भनेपछि यो पोमर्क्यु बारीहरू काम छैन नाच्ने काम मात्र गर्दै नभन्नु है प्लिज। यो चाहिँ हामी बारीहरू एउटा बल सेयर गरेको मात्र हो तपाईँहरूलाई। फेरि अहिले ननाचेर कहिले नाच्ने? आज दुई दिन बस्नु बस्ने गएको नी प्यान्ट गएको ब्ल्याक प्यान्ट होइन अनि हामीले एउटा फुल रिटायर त नभनौँ सेमी रिटायर भएको मान्छे अब कहिले गोली खोज्ने कहिले गाडी खोज्ने म त धनी म हिँड बसेको मान्छे है। त्यही भएर रमाइलो गरेको हो। ल हामीलाई देखेर हाम्रो आउने नयाँ जेनेरेसनहरू हाम्रो बहिनीहरूले पनि हाम्रो सासूहरू कस्तो मिल्दो रहेछ हामी नि मिल्नुपर्छ भनेर उहाँहरूले एकदिन होला भनेर ल हामी नाच्ने पनि थिएन होला हाम्रो बहिनीहरू दिदीहरू सबले नाच्नु पर्यो के काम खराब गरेर सब उर्किसकेको भनेर उहाँले भनेर मात्र नाच्नु है। हाम्रो बाबु अब रोबिन शेरचन्दज्यूका बाबु कता हुनुहुन्छ बाबु? अरू दाजुभाइ यो लाइनमा पोमर्क्यु यो लाइनमा ठेक्का समात्नु होला आउनुहोस्। ज्ञानेन्द्र मोटर सल्लाह 10 साल अगाडि आइदिनु होला 10 साल अगाडि अनि शरण दाइ पोमर्क्यु अरू छोरी चेलीहरू सबै यता ओके। ल हाम्रो क्यामेराम्यान भाइ कहाँ हुनुहुन्छ? ए ओके मेरो भाइ मोनोबारी प्लिज यसको लागि त्यो बाबु सबै ल अब बाबुलाई छोरालाई हाम्रो कृष्ण शेखर बाबुलाई लागि ल सबैले पनि हाम्रो बाबुलाई लागि सबैले त्यसपछि दाजुभाइले यहाँ फोटो सेसन राखेर हुनेछ सबै बसिनु होला है त। यस्तो संयोग कहिले पनि आउँदैन। दाइ पनि ठ्याक्कै चाहिँ जापानबाट आउनु र दाइको छोरा पनि आउनु यही बेला हामीले चाहिँ सबैले उहाँलाई चाहिँ आशीर्वाद दिन पाउनु पनि यो दाइको राम्रो सुरुवात हो। आउने दिनमा अहिले चाहिँ दाइले चाहिँ घोषणा गर्नुभएको थियो चाहिँ अध्यक्षमा लड्ने भनेर, तर उहाँहरूको चाहिँ 3-4वटा टुक्रा चाहिँ एनआरएनको चाहिँ झगडा भएको कारणले गर्दा एक्सन भएको कारणले गर्दा यदि संस्थालाई राम्रो हुन्छ भने म एकचोटिलाई प्रथम गरेर चाहिँ बस्छु नि त भनेर दाइले सेक्रिफाइस गर्नुभएको हो। त्यो सेक्रिफाइस पनि एउटा पोमर्क्युको छोरा उहाँले चाहिँ गर्नुभयो। त्यो कुरा जान्नेलाई धेरै ठुलो कुरा छ। त्यस कारणले गर्दा संस्था फुट्नुभन्दा एक पद कम बसेर एकचोटिलाई कम बसेर संस्था मिल्छ भने किन नबस्ने भनेर दाइले चाहिँ त्यो एउटा चाहिँ त्याग गरेर आज दाइ प्रथम उपाध्यक्ष हुनुभएको छ। अब आउने 18 महिनापछि हामी सबैको आशीर्वाद लागोस्। यो एनआरएन भनेको चाहिँ दाइले पनि भन्नुभयो, दाइले संसारमा जति पनि विदेशमा बसेका मान्छेहरूको संस्थामा चाहिँ जापान, अमेरिका, लन्डन, जति पनि हाम्रो नेपालीहरू बस्नुहुन्छ उहाँहरूको चाहिँ त्यो संस्था हुन्छ हरेक चाहिँ देशमा। त्यो संस्थाको पनि दाइ चाहिँ अध्यक्ष। यहाँले के बुझ्नु पर्यो भने यो
भन्दा पहिला चाहिँ शेष घले भन्ने जुन तपाईँको चाहिँ एकदम धनी व्यक्तित्व हुनुहुन्छ, संसारकै धनी व्यक्तित्व, त्यो ठाउँमा दाइ चाहिँ अब अहिले चाहिँ अब आउने 18 महिनापछि उहाँले दाइ फेरि अब चुनाव लड्दै हुनुहुन्छ। त्यो पदभन्दा एक त मुनिको पद वरिष्ठ उपाध्यक्ष भन्ने चाहिँ दाइको पद हो, यो सबैलाई जानकारी हुनु होला। र मलाई जुन यो चाहिँ युवा चाहिँ अथवा चाहिँ यौङ सल्लाहकार भनेर दाइले मौका दिनुभयो, म धेरै आभारी छु। यहाँ मेरो यता वरिष्ठ चाहिँ आखिर मुमहरू हुनुहुन्छ, सबैको अगाडि मैले बोल्ने मौका पनि पाएँ, म आभार व्यक्त गर्छु। र हामी सबैको दाइलाई चाहिँ आफ्नो तर्फबाट मनैदेखि जसरी भए पनि दाइले जित्नु हुनेछ भन्ने र चेलीबेटी दाजुभाइ सबैको तर्फबाट दाइलाई चाहिँ म त भाइ हुँ तर सबैको तर्फबाट प्रतिनिधित्व गरेर दाइलाई चाहिँ आशीर्वाद लागोस् भन्ने चाहिँ कामना गर्छु। मेरो तर्फबाट यहाँलाई नमस्कार टक्राउन चाहन्छु। विशेष आज कार्यक्रममा जुन तपाईँहरूले मलाई यत्रो ठुलो फेटा उडाएर एउटा सम्मान राखिदिनु भयो, त्यसको लागि पनि सम्पूर्ण तपाईँहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न पनि चाहन्छु। विशेष यो हाम्रो 12औं अधिवेशन एनआरएनको 12औं अधिवेशन अस्ति भर्खरै सम्पन्न भएको थियो र त्यसको लागि म 3 हप्ता अगाडि काठमाडौँ आएको थिएँ र हामी यो अहिलेको अधिवेशन निर्वाचनमा जानुभन्दा पनि सबै साथीहरू यो पछिल्लो समय हामी एनआरएनभित्र पनि केही यो गुटहरू उपगुटहरू त्यस्तै गरी अलिकति नमिलेको अवस्था थियो र यसपालि 12औं वृहत अधिवेशनमा हुनेले गर्दा हामीले सबै बचेका साथीहरूलाई समेटेर एउटा ठाउँमा उभिन सफल भएको छ र त्यो अर्थमा पनि भोलिको दिनमा हाम्रो जुन यो गयासी नेपाली सङ्घ यो हाम्रो गर्वको चाहिने व्यक्तित्व मेरो भाइ हाम्रो दाजुभाइ रविन्द्र शेरचन आउने दिनमा अध्यक्षको रूपमा र कुनै पनि बेला मैले अस्ति पनि भनेको थिएँ मेरो भाइलाई तिम्रो दाइको पनि कनेक्सन छ राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पढ्यो भनेर भन्नुभयो भनेर भनेको थिएँ। तपाईँ मैले मात्र होइन, तपाईँ हाम्रो सबैको चाहिँ कनेक्सन छ। संस्था भनेको चाहिँ के छ भने सधैँ निर्विकल्प हुँदैन र भोलि पढेको अवस्थामा साम दाम दण्ड भेदमा चाहिँ सबै किसिमको सहयोग आवश्यक पर्छ। त्यसमा तपाईँहरू सबैको आशीर्वाद र सहयोग प्राप्त हुनेछ भाइको लागि भन्दै